संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। यज्ञाय सगुणाय महात्मने व्यक्ताव्यक्तस्वरूपाय ऋषिकापतये नमः। ज्ञानार्घ्यं मया दत्तं रमया सहित प्रभो। शङ्खमध्ये स्थितं तोयं भ्रामितं केशवोपरि अङ्गलग्नमनुष्याणां ब्रह्महत्यां वपोहतुः। पुष्पाञ्जलि पुष्पलेर प्रार्थना करूं। विघ्नेश्वराय वरदाय सुरप्रियाय लंबोदराय सकलाय जगद्दिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। देयसदा सवितृमंडल मध्यवर्ती नारायण सरसिजासन सन्निविष्टा केयूरवान् मकरकुण्डलवान् किरीटी हारे हिरण्मय बपूदित शंख चक्र। देवी प्रपन्नाति हरे प्रसीद प्रसीद मातः जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमीश्वरी देवी चराचरस्य। वन्दे देवउमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्कवन्निनयनं वन्दे मुकुन्दप्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करं। शशङ्खचक्रं सकिरीटकुण्डलं सपीतवस्त्रं सरसेरुहक्षणं सहारवक्षस्थलकौस्तुभश्रियं नमामि विष्णुं शिरसा चतुर्भुजं। कान्तिसितामृषदिनिन्दितशारदेन्दुर् यत्रैकतो विरसितामसिताङ्गशोभां वृन्दावने विकृतयामुनगाङ्गसङ्गं राधामुकुन्दयुगलं तदहं नमामि। श्रीमद्भागवताख्योऽयं प्रत्यक्ष कृष्ण एव हि स्वीकृतोऽसि मया नाथ मुक्त्यर्थं भवसागरे
मनोरथो मदीयोऽयं सफला सर्वदा त्वया निर्विघ्नेनैव कर्तव्यो दासोऽहं तव केशव ईशान विष्णुकमलासन कार्तिकेय वह्नित्रयार्करजनीश गणेश्वराणां क्रौञ्चामरेन्द्रकलशोद्भव कश्यपानां पादं नमामि सततं पितृमुक्तिहेतुः पादं नमामि सततं मातृमुक्तिहेतुः हरिः ओम जन्नेन जन्मय जन्तदेवास्तानि धर्माणि प्रथमान्यासन्नः तेहनाकं महिमानः सचन्द्रपूर्वे साद्याः सन्ति देवाः मन्त्रपुष्पाञ्जलिं समर्पयामः सर्वेभ्यो देवदेवताभ्यो नमः प्राणपुरुषोत्तमाय नमः रिद्धि सिद्धि लेशैद्वैग गणपति भगवान को जगत साक्षी सूर्य नारायण भगवान को जगत जननी दुर्गा माता को श्याम सदा शिवदेव को लक्ष्मी नारायण भगवान को सीतारामचंद्र भगवान को राधा सर्वेश्वर भगवान को वृंदावन बिहारी लाल को राष्ट्रदीप पशुपतिनाथ को कनकाई माई भगवती को सिद्ध पार्थिवरा भगवती को यत्र तत्र ग्रामादिस्थ समस्त देवी देवता को श्रीमद् भागवत महापुराण को सप्ताह ज्ञान महायज्ञ को आयोजक परिवार को नेपाल जननी को वैदिक सत्य सनातन धर्म को वत्स गोत्रीय समस्त पितृहरु को उद्धार हो पितृ छविलाल को उद्धार हो माता चंद्रलीला को उद्धार हो ज्ञात अज्ञात समस्त पितृहरु को उद्धार हो जय जय श्री राधेश्याम हर 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 महादेव शंभो पापोहम पापकर्माहम पापात्मा पाप संभव ऐमा पुंडरीकाक्ष स्वरूप पापहरो भव हरिः ओम देवो शान्तिरन्तरिक्षगुं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोगदयः शान्तिः वनस्पतः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वगुं शान्ति शान्तिरेव शान्ति श्यामा शान्तिरेधि विश्वानि देव सवितर्दुरितानि पदाशुभा यद्भद्रं तन्न आशुभः सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत् सुशान्तिर्भवतु। हरि उन्हीं पर ब्रह्म परमात्मा भगवान श्री हरि का असीम अनुकंपा द्वारा नहीं यश सप्ताह ज्ञान महायज्ञ अंतर्गत स्थापित पूजित समस्त देवी देवता का चरण में सादर नमन। साथ ही उन्हीं पर ब्रह्म परमात्मा भगवान श्री हरि का असीम अनुकंपा द्वारा नहीं यश सप्ताह ज्ञान महायज्ञ में वर्णित होने का समस्त गुरु सज्जन महानुभाव का चरण में नमन गर्दै र प्रथम दिवसीय सायंकालीन महात्म्य साथै भक्ति भजनमय संध्या का निमित्त भनेर पाल्नुहुने समस्त भक्तिमती माताहरू भावमय पिताहरू साथै धर्म प्राण युवा दाजुभाइ तथा दिदीबहिनीहरू आज हामीहरू नै परब्रह्म परमात्मा भगवान श्री हरि का असीम अनुकंपा द्वारा नै वत्स गोत्रीय समस्त पितृहरूको उद्धारको कामना गर्दै आफ्ना पिता स्वर्गीय छविलाल र माता चंद्रलीला साथै समस्त 21 कुल पितृहरूको उद्धारको कामना गर्दै लम्साल परिवार द्वारा समायोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको प्रथम दिवसको पनि सायंकालीन महात्म्य सत्रमा हामीहरू उपस्थित भइसकेका छौं र आज हामीहरू महात्म्यलाई श्रवण गर्न भनेर कम्मर कसेर आएका छौं। सबैभन्दा पहिला हामीहरूले बुझ्नुपर्ने हुन्छ कि महात्म्य भनेको के हो। महात्म्य भनेको महिमा, कुनै पनि चीजको महिमा हुन्छ, त्यसलाई प्रयोग गर्ने तरिका र त्यसले हामीहरूलाई दिनुपर्ने फाइदा, यी दुईटा कुराहरू हुन्छ। भागवत श्रवण गर्दा के फाइदा हुन्छ र सुन्दा कसरी सुन्नुपर्छ, यी दुईटा कुराहरू जहाँ जसको अधिक व्याख्या गरिएको छ त्यसैलाई महात्म्य भनेर भनिन्छ। हामी बजार गएका थियौं, बजारमा जाँदा कुनै चीज देख्दा राम्रो लाग्यो, किन्न मन लाग्यो अनि पैसा खर्च गरेर किनेर लिएर आयौं। तर त्यो किनेर लिएर आएको वस्तुलाई कसरी प्रयोग गर्ने त त्यो तरिका हामीहरूलाई थाहा भएन भने किनेर लिएर आएको वस्तु व्यर्थ हुन्छ, त्यो चीज व्यर्थ हुन्छ। त्यसलाई प्रयोग गर्ने तरिका र त्यसले हामीलाई दिनुपर्ने फाइदाका बारेमा जानकारी भएन भने किनेर लिएर आएको वस्तु व्यर्थ हुन्छ। त्यस्तै प्रकारले यो भागवत श्रवण गर्दा कसरी सुन्नुपर्छ र भागवत सुन्दा के फाइदा हुन्छ त्यसको व्याख्या जहाँ गरिएको छ, त्यसको निचोड जहाँ
प्रसंग अन्तर्गत वर्णन गरिएको छ, त्यसैलाई नै महात्म्य अर्थात् महिमा भनेर भनिन्छ। र भागवतको महात्म्य जम्मा 6 अध्यायमा वर्णन गरिएको छ। आज पहिलो दिन हामीले अन्तिम 6औं अध्यायको पाठ अहिले भर्खरै गुरुदेवका मुखारविन्दबाट हामीले सुन्यौं। अब पहिलो दिन नै अन्तिम अध्याय चाहिँ किन नि त? पहिलो दिनमा त 1 बाट सुरु हुनुपर्ने, पहिलो दिन नै 6 बाट सुरु भयो अन्तिमबाट, किन प्रश्न उठ्न सक्छ। अन्तिम 6औं अध्यायमा श्रवण गर्ने विधि विधानका बारेमा बताइएको छ, नियम कानुनका बारेमा श्रोता अनि वक्ता दुवैले स्वीकार गर्नुपर्ने, पालना गर्नुपर्ने नियम कानुनका बारेमा वर्णन गरिएको छ अन्तिम अध्यायमा। त्यसै कारणले गर्दा हामीले पहिलो दिनका दिन चाहिँ नियम कानुनको कुरा गरेर त भएन, अघि सुरुदेखि नै त्यसलाई लागू गर्नु पर्यो। त्यसका लागि नियममा बाँधिनका लागि अन्तिम 6औं अध्यायको पाठ हामीले सुन्यौं। अब कथा सुन्छौं। र यो भागवतको महात्म्य स्वयं भागवतले वर्णन गरेको होइन, यो पद्म महापुराण अन्तर्गतको भागवतको महात्म्य हो। यो भागवतले स्वयं महात्म्यको वर्णन प्रशंसा गरेको होइन, पद्म महापुराण अन्तर्गतको भागवतको महात्म्य हो। अब भागवतको महात्म्य स्वयं भागवतले वर्णन नगरेर पद्म महापुराणले किन व्याख्या गरे त भागवतको भन्दा आफ्नो प्रशंसा, आफ्नो गुणगान आफै गाउँदै हामी हिँड्यौं भने म साह्रै विद्वान छु, मलाई सबैले मान्नुपर्छ, मभन्दा ठुलो कोही छैन, मेरो कुरा लागू हुनुपर्छ भन्दै आफ्नो प्रशंसा, आफ्नो गुणगान आफै गाउँदै हामी हिँड्यौं भने समाजमा हामीहरू कसैले विश्वास गर्नेवाला छैन। फेरि अघि कसैले विश्वास गर्दैन। उहाँलाई त सानातिना हस्पिटलले काम दिएला जस्तो छैन भन्छन् सबैले, आफ्नो कुरा आफै गर्दै हिँड्यो भने। तर यदि कसैको प्रशंसा, कसैको महिमा कसैद्वारा हामीले सुन्यौं भने, फलानु व्यक्ति साह्रै विद्वान हुनुहुन्छ अरे, साह्रै मजाको हुनुहुन्छ अरे भनेर कसैद्वारा हामीले कसैको बारेमा सुन्यौं भने ती व्यक्तिप्रति श्रद्धा विश्वास जागृत हुन्छ हाम्रा हृदयमा। फलानु व्यक्ति साह्रै मजाको हुनुहुन्छ अरे, विद्वान हुनुहुन्छ अरे, एकचोटि भेट्न पाए हुन्थ्यो जीवनमा भनेर भेट्ने उत्कण्ठा जागृत हुन्छ हृदयमा। तर आफ्नो प्रशंसा आफै गर्दै हिँड्नेवाला व्यक्तिलाई कसैले पनि विश्वास गर्दैन। आफ्नो कुरा नै मान्यता दिनुपर्छ भन्ने विषयमा हिँड्नेवाला व्यक्तिलाई कसैले विश्वास गर्दैन। त्यस्तै प्रकारले यो भागवतको महात्म्य महिमा पनि स्वयं भागवतले वर्णन नगरेर पद्म महापुराणले भागवतको महिमाको वर्णन गरेको छ। र अन्तिम 6औं अध्यायमा सनकादिक महामुनि र नारदजीको दिव्य संवाद यहाँ छ। सनकादिक भनेका ब्रह्माका मानसिक पुत्र 4 जना, प्रथम मानसिक पुत्र 4 जना, सनक, सनन्दन, सनातन र सनत कुमार। यी 4 जनाले नारदजीलाई यो भागवतको महात्म्यको प्रसंग सुनाउनुहुन्छ हरिद्वारमा गंगा नदीका किनारमा। अब यो प्रसंग कहाँबाट सुरु हुन्छ, कहाँ सकिन्छ, त्यो कथा हामीलाई भोलि प्रथम अध्यायमा प्रश्न हुनेछ। नारद र सनकादिको संवाद कहाँबाट सुरु भयो भन्ने विषयमा। तर अब हामी पहिला अन्तिम अध्यायको महात्म्यलाई श्रवण गरिहालौं अनि त्यो प्रसंग हामी भोलि श्रवण गर्नेछौं। र पहिले अन्तिम अध्यायमा गएर सनकादिक महामुनिले नारदजीलाई भागवत श्रवण गर्ने विधि विधानका बारेमा बताउँदै हुनुहुन्छ। अथ ते सम्प्रवक्ष्याम सप्ताह श्रवणे विधिं सहायैर्वसुवैस्तैव प्राय साध्यो विधि स्मृतः। हे नारदजी, अब म तपाईलाई भागवत श्रवण गर्ने विधि विधानका बारेमा बताउँछु है भनेर भन्नुहुन्छ। कसैका मनमा भागवत श्रवण गर्ने इच्छा जागृत भयो भने सबैभन्दा पहिला दैवज्ञका सन्निकटमा जानुपर्छ। दैवज्ञ भनेको ज्योतिषी, जसले भूत भविष्य र वर्तमान तीनटै अवस्थालाई जान्नुहुन्छ, उहाँलाई दैवज्ञ भनेर भनिन्छ, ज्योतिषीलाई। दैवज्ञका सन्निकटमा गएर अब दैवज्ञकामा जाने पनि तरिका हुन्छ अरे। गत्वा नत्वा च दत्वा च परिपृच्छेत् तदन्तरम। पहिला जाने अनि गएर नमस्कार गर्ने, प्रणाम गर्ने अनि केही चीज दिने अनि मात्रै सोध्ने अरे। जाने बित्तिकै सोधिहाल्नु हुँदैन अरे। अनि केही चीज दिएर सोध्ने, मलाई भागवत श्रवण गर्ने इच्छा छ मनमा भने कुन दिनदेखि प्रारम्भ गर्दा उचित होला भनेर सोध्ने। दैवज्ञले बताइदिनु भयो कि यस दिनदेखि प्रारम्भ गर्दा उचित हुनेछ भनेर मुहूर्त हेरेर बताइदिनु भयो भने मुहूर्त केका लागि भन्दा सकाम भावनाले कुनै वस्तु प्राप्तिको कामना छ भने त्यसका लागि मुहूर्त हेराइरहने आवश्यकता पर्छ।
तर निष्काम भावनाले परमात्मा प्रति समर्पित भाव यदि जसमा छ भने त्यसका लागि कुनै मुहूर्त हेराइरहने आवश्यकता पर्दैन। जतिखेर हाम्रा मनमा सत्य संकल्प आयो नि, राम्रो कर्म गर्ने इच्छा मनमा जागृत भयो भने त्यही समयलाई नै उचित समय मानेर यही हो शुभ मुहूर्त, त्यसैलाई मानेर प्रारम्भ गरियो भने पनि पूर्ण भएर जान्छ। शास्त्रले भन्दछ शुभ मुहूर्तको आगमन बिना सत्कर्म गर्ने इच्छा मनमा कहिले पनि प्रकट हुँदैन अरे। छोरीको विवाह गर्दा यो समयमा कति खर्च लाग्छ त? त्यति नै खर्चको जगेर्ना गर्नु पर्यो 7 दिन भागवत सुन्नका लागि पनि। अब यतिखेर कति लाग्छ त्यो हामी सबैलाई थाहा छ। हामीले छोराछोरीको विवाह गरिरहेका छौँ हैन, हामीलाई सबैलाई थाहा छ। कति विचार गरेर लेखिएको छ यो शास्त्र सच। अब समय सापेक्षित विवाह भन्ने बित्तिकै पहिले विवाहमा थोरै लाग्थ्यो, हजुरबाहरूले 200 रुपियाँमा पनि बिहे सक्नु भएको थियो हैन, सुनाउनुहुन्छ अहिले भने। अहिले अब कति लाग्छ? त्यति नै 7 दिन भागवतका लागि लाग्छ। त्यतिखेर 200 मै भागवत सकिन्थ्यो 7 दिन। त्यतिखेर समय त्यस्तै थियो। अब यहाँदेखि उता जति विवाहमा खर्च लाग्छ त्यतिले नि त्यतिखेरका समयमा पनि लाग्नेछ भने यो एकदम उचित विचार गरेर नै शास्त्र लेखिएको छ। तिनटै अवस्थालाई भन्छ यो कुराहरू। अनि सम्पत्ति पनि जुटाइसके पश्चात यतिले पक्कै पुग्ने रहेछ भनेर सम्पत्ति पनि जुटाइसके पश्चात अनि त्यस पश्चात गुरुको आवश्यकता पर्यो, वक्ता चाहियो। अब वक्ता चाहिँ कस्तो खालको खोज्ने त भन्दा दृष्टान्त कुशलो धीर वक्ता कार्योति निष्क्रिय। वक्ता भनेको दृष्टान्त कुशल हुनु पर्यो। दृष्टान्त कुशल भन्नाले शास्त्रले भन्न खोजेको कुरालाई श्रोता सामु पस्कन सक्ने खालको वक्ता खोज्नु पर्यो। अनि बीचबीचमा दृष्टान्तहरू दिएर उदाहरणहरू दिएर बुझाउन सक्ने क्षमता भएको हुनु पर्यो। शास्त्रको ज्ञाता व्याकरणको ज्ञाता हुनु पर्यो। एउटा शब्दको अनेक अर्थ लाग्छन्, त्यो अर्थ बुझाउन सक्ने खालको वक्ता खोज्नुपर्छ 7 दिन भागवत सुन्नका लागि। अनि विरक्त स्वभावको वक्ता सबैभन्दा उत्तम मानिएको छ। विरक्त स्वभावको वक्ता भयो भने सबैभन्दा उत्तम मानिएको छ। ज्यादा लोभी लालची खालको हुनु भएन, सम्पत्तिका पछाडि मात्रै भाग्ने खालको वक्ता पनि हुनु भएन। ती कुराहरू अनि शास्त्रप्रति, गुरुप्रति, भगवानप्रति श्रद्धा विश्वास भएको हुनु पर्यो हेर्नुहोस् आज। अनि भनिसके वक्ता खोज्दा परमात्माप्रति समर्पित भाव भएको, शरणागत स्वीकार गरेको वक्ता सबैभन्दा उत्तम मानिएको छ। उसमा भाव हुन्छ, श्रद्धा हुन्छ, विश्वास हुन्छ। अनि काम क्रोध जस्ता विकारहरूलाई त्यागेको वक्ता भई सबैभन्दा उत्तम मानिएको छ। अनि वक्ताको पनि आवश्यकता शास्त्रले भन्दछ पानी पिउनु छानेर गुरु बनाउनु जानेर भन्छ। पानी पिउन छानेर पियो भने स्वस्थ हुन्छ, गुरु बनाउँदा जानेर। किनकि गुरु भनेको बार बार बनाउने कुरा होइन, जीवनमा एकचोटि स्वीकार गर्ने, एकचोटि श्रवण गर्ने कुरा हो। त्यसै कारणले गर्दा धेरै विचार गरेर परीक्षा लिएर मात्रै गुरु स्वीकार गर्नु, वक्तालाई स्वीकार गर्नु भनेर शास्त्रले भन्दछ। लम्साल परिवारले पनि हामीहरूलाई धेरै ठाउँ परीक्षा लिएर नै बोलाएको हो। लम्साल परिवारले पनि धेरै ठाउँ आएर तातातुतु गर्थे भने पक्कै यतिकाले चाहिँ काम देलान् भनेर अनि मात्रै हामीहरूलाई पनि स्वीकार गर्नु। शास्त्रले पनि यही भन्छ कि परीक्षा लिएर मात्रै स्वीकार गर्नु उचित हुने। त्यर्थम भवसागरी हजुर श्रीमद् भागवत महापुराण नामले विख्यात हुनुहुन्छ। हजुरको नाम नै श्रीमद् भागवत महापुराण र हजुर साक्षात भगवान श्रीकृष्णको वाङ्मय प्रतिस्वरूप हुनुहुन्छ। मलाई स्वीकार गरिदिनुहोस् है भनेर भागवतलाई प्रार्थना गर्ने। मनोरथ बदि योयम सफला सर्वथा त्वया निर्विघ्ने नैव कर्तव्यो दासोहम तव केशव। हे केशव, म हजुरको दास हूँ, सेवक हूँ। मेरो मनको इच्छा सम्पूर्ण पूर्ण गरिदिनु, मेरो मनोरथलाई पूर्ण गरिदिनुहोस् है भनेर त्यो श्रीफल नरिवल भागवत भगवानलाई अर्पण गरिदिने। भागवतलाई केवल कागजका पन्नाहरू पुस्तक मात्रै नसम्झिएर साक्षात भगवान श्रीकृष्णको वाङ्मय प्रतिस्वरूप वाणी रूपी ग्रन्थ मानेर भागवतलाई यसरी पूजा गर्ने, प्रार्थना गर्ने र वक्ता माथि पनि श्रद्धा विश्वास राखेर अनि पुनः भागवतलाई प्रारम्भ गर्ने। भागवतलाई